होइन। सो अहिले हामी निक्लिनु 8 कति बजी अराउन्ड 8 बज्छ होला जलपेश धाम जानुको लागि। अनि धाम जाने आज चाहिँ अनि पूजा गर्ने। सो रियाले चाहिँ खाना प्याक गर्दैछ। बिहान केही पनि खाएको छैन नि त कसैले पनि। बेलुका आउँदाखेरि चाहिँ खाने भनेर चाहिँ एउटा यहाँनिर यो डल्लै प्याकिङ भयो, यसमा खाना छ। अनि अहिले बिहान कसैले पनि केही खाएको छैन भनेर चाहिँ अन्त बेलुका पूजासुजा गरिसकेर खानु भन्छ। यहाँनिर रियाले प्याक गर्दैछ सब्जी चाहिँ रिया। अनि हामी चाहिँ अब रेडी हुने। सो कति बेला अब मेरो पनि फर्स्ट टाइम, म कहिले पनि गएको छुइनँ धाम, जलपेश धाम स्पेसली। अनि यो चाहिँ मेरो फर्स्ट टाइम हो। सो यो फर्स्ट टाइममा चाहिँ अब सो एक्साइटेड। एन्ड कहिले अब हुन्छ नि के भन्नु भन्दाखेरि चाहिँ अब जलपेश धाम मैले कहिले गएको पनि थिएन, देखेको पनि थिएन होइन। मान्छेहरू जान्थ्यो तर मलाई थाहा थिएन कि मतलब कस्तो हुन्छ भनेर एक्सपिरियन्स चाहिँ गरेको थिएन। अनि योपालि चाहिँ मेरो फर्स्ट टाइम हो अनि म जाने आज। सो लेट्स सी के हुन्छ। अनि पूजा गर्नुपर्छ। सो अब चाहिँ मेकअप गरिदिइहालौँ होइन, निक्लिनु पर्ने हुन्छ नि त, फेरि ढिलो हुन्छ। मेकअपमै टाइम जान्छ क्या साथीहरू। कस्तो मतलब अलिकति मात्रै लाउँछु, बेसी उयो लाउँदिनँ आज। फर्स्ट अफ अल आई वुड युज दिस सनस्क्रिम विच इज रागा SPF 15। अनि त्यसको बादमा पहिला चाहिँ एउटा चिप्लो चाप्लो क्रिम लगाइदिइहालौँ न हल्का। मैले यो कानको किन कवरलिस अस्ति किनेको मैले लगाएकै थिएन। जस्तो यो मेरो हो, मेरो हो, अस्ति किनेको लगाएकै छु। कस्तो छिटो अस्ति एकपल्ट लगाएको थिएँ, राम्रै लागेन, तर अहिले त राम्रै लाग्छ होला। Sadiru, now using this foundation little bit with a brush. छिटो गर, म पनि लाउँछु। Not just too much, only like थोड़ा सा ही। बेसिकली म चाहिँ युज गर्दैन फाउन्डेसन, तर यो चाहिँ दिदीले ल्याइदिनु भएको नि त, मायाले युज गरेको ल्याइदिनु भएको होइन, मैले ल्याउनु भनेको नि। दिदीले ल्याइदिनुहोस् ल भनेको थिएँ कि, अस्ति आउनु भएको थियो नि त अमेरिकाबाट। अनि उहाँले चाहिँ ल्याइदिनु भएको थियो। अनि दिदीले, म चाहिँ खासमा फाउन्डेसन युज गर्दिनँ कि मेरो फेसमा पुरा साइड इफेक्टहरू हुन्छ नि त बेसी क्रिमहरू लगायो भने। अनि कोही बेला चाहिँ अब बेसी जुन पाए त्यही के भन्छ फाल्तु प्रडक्टहरू युज गर्नु डर लाग्छ नि त। अनि यो चाहिँ अमेरिकाबाट चाहिँ मैले दिदीलाई ल्याइदिनु भनेको थिएँ, राम्रै होला भनेर ल्याइदिनु भन्नुभएको थियो कि, राम्रै रहेछ नि त, त्यही भएर लाग्यो। नत्र त फाल्तु प्रडक्टहरू लगायो भने अनुहार I can't tell you guys.
साथीहरू सबै रेडी भइसक्यो मैले यो लगाएँ लुगा कुर्ता सो रेडी छ रियाले यहाँनिर सामानहरू प्याक गर्दैछ होइन हाम्रो आम्ला आमाला यो डल्लेर नुन देख्यो त्यो सब नदेखा अहिले हामी मन्दिर गएको सो साथीहरू सबै रेडी भइसक्यो यहाँनिर एक दुईजना चाहिँ रेडी भएको छ हाम्रो मामी रेडी हुँदैछ साडी लाउँदैछ होइन अनि कस्तो भन्नु त भएन तर पनि अब बानी छैन नि त फास्टिङको अनि अलिक हल्का चाहिँ नभन्नु मलाई होइन साइन देखाम साइन भन्नु हुँदैन रिया रियाले कस्तो राम्रो देख्दैछ आज अलिकति होइन यसले त ओरेन्ज लायो आफ्नो ओरेन्ज छ बोलबम जानुको लागि मजाले लाएर रेडी छ हामी चाहिँ पिपी किट लाएर घुमेछ रेडी आधा रेडी भएको छैन म रेडी भएर भिडियो बनाउँदैछु के बात भयो के भन्छ साथीहरू के हो रिया यो मिल्क मिल्क पानी पनि खानु भएन क्या हो पानी पानी पनि खानु भएन क्या हो एप्पल खानुहुन्छ हजुर दही हो दुध र दहीमा डिफ्रेन्स आउँदैन एक निन्द्रा सुतिकन उठ्छु है लौ त साथीहरू निक्लेको हामी चाहिँ अब होइन तर निक्लेको भने कि आँगीहरू निक्लेकै छैन 1.5 घन्टा जस्तो भइसक्यो भित्र गफ गरेको छु कस्तो देख्दैछु होला म आज हाम्रो सुहरू देख्दैछु होला छिटो न हो कहिले अझै टाइम लाग्छ रिया कता गयो ए रिया भनेपछि भैया भनेपछि रिया रिया आज त कपाल निक्लेको छैन त कानमा निक्लिन्छ अहिले एकछिनमा अहिले अब्दुल कलाम भइहाल्छ हाम्रो आँगी लु न यस्तो गर्नु न वाउ दामी देख्दैछ कस्तो अतरङ्गी भएर गएको नि हामी जोकरहरू जस्तो लु साथीहरू हामी चाहिँ निक्लेको ल घाम हेर न घाम बाफ्रे घाम घामले चेरेट हुन्छ यस्तो घाममा त हामी चाहिँ यहाँ महाकाल धाम आइपुग्यो यहाँनिर चाहिँ पूजा गर्ने अरे अनि यो चाहिँ हो उता जलपेश जानुभन्दा अगाडि नै पूजा गरिकन जानुपर्छ त्यसले गर्दा अरे सो अब हामी लाग्दैको पूजा गर्नु ओइ बस आउँदैछ पानी र यहाँनिर चाहिँ हामी अब पूजा गर्न आँटेको होइन भर्खर आयो ओम नमः शिवाय साथीहरू यहाँनिर चाहिँ अब हामी पूजा गर्न आँटेको यहाँ शिवलिङ्गहरू रहेछ होइन यहाँ चाहिँ महाकाल धाम भन्दो रहेछ नि त यहाँ पूजा गरेर चाहिँ उता जानुपर्दो रहेछ धाममा अनि यहाँनिर चाहिँ हामी एकछिन बसेको पूजा गर्नु साथीहरू अब चाहिँ हामी निक्लेको धाम जानुको लागि यहाँ चाहिँ भयो हाम्रो पूजा सबै महाकाल मन्दिरमा यहाँ चाहिँ धेरै सफा नेचुरल होइन यहाँनिर चाहिँ कति राम्रो रहेछ है ओम नमः शिवाय
ल साथीहरू हामी चाहिँ अब निक्लेको धामतिर यहाँखेर ओर्लेको थियो सो तपाईँहरूलाई म खोला देखाइहाल्छु ल यहाँनिरको छेउको कस्तो दामी रहेछ मन्दिरको खोला हेर्नुहोस् कस्तो दामी रहेछ है स्ट्याचुहरू ल जाउँ त्यसो भए हामी गएको धामतिर ए खुट्टा दुख्यो साथीहरू खालि खुट्टै छ टिका पनि लगायो जाउँ त्यसो भए अब साथीहरू हामी चाहिँ निक्ल्यो जानु धाम आँगी केही भन्दैन आँगी चेप्टी छ त्यत्रो जग्गा छ कि तर दिएको छुइनँ मैले यता चेप्टाइदिएँ बस्नु ए हरेस भएर यिनीहरू हरेस भएर बसेको छ है भाउजूलाई त झन् सिरियस पेसेन्ट जस्तो के साह्रो भनौँ न मिल्ने टिका लगायो भने नि केही नजर लाग्दैन थुकको टिका हो किन त अब थुक भन्दा घिनलाई त केही हुँदैन त्यसले थुकको टिका लगाउनुहुन्छ तपाईँको निधारमा चाहिँ के भयो यहाँनिर यत्रो टुटुलको फुलिरहेको छ पैसा उब्रेको पैसा खुद्रा पैसा हो यो ल साथीहरू हामी चाहिँ पुग्यो अब यहाँनिर टिस्टामा चाहिँ अब पूजा गर्ने नि त सो जस्ट नाउ हामी क्रस हुँदैछौँ हेर्नु मेन रोड आमा खुट्टा तात्यो पुरा खुट्टा तात्यो साथीहरू अब टिस्टा गएको पूजा गर्नु चाहिँ हेर्नु सक्नुहुन्छ आउनु भाउजू Oh, my first experience, it was so good. Tista guys, Tista. साथीहरू यहाँ यस्तो रहेछ यहाँ किन्ने सामानहरू सबै पाउँदो रहेछ अनि यता चाहिँ के हो खानाहरू फर्स्ट टाइम फर्स्ट एक्सपिरियन्स सो यहाँनिर चाहिँ अब जाने हामी खोलामा पूजा गर्नु सो जाउँ तपाईँहरूमा अझै देखाउँछु के हुँदैछ YMGHI कस्तो दामी यहाँ चाहिँ भगवान्हरूको रहेछ ओम नमः शिवाय यहाँ त मेला लागेको जस्तो हुँदो रहेछ साथीहरू कस्तो दामी भनौँ कस्तो दामी खोला होइन नि तपाईँलाई म खोला देखाउँछु ल साथीहरू टिस्टा अब यहाँ रिया मलाई देखाउँदा यहाँबाट कस्तो देखा हात आयो जाउँ तपाईँहरूलाई देखाएको छु अझै अगाडि फोटो खिच्ने रे रिया फोटो पहिला पूजा गरिहालौँ न पहिला ल आफै छैन नि नानीहरू त्यही भएर फोटो खिचिहालौँ न यहाँ मन्दिरमा फोटो खिच्ने अरे साथी यहाँनिर म तपाईँहरूलाई देखाउँछु साथीहरू हामी चाहिँ निक्लेको तल पूजा गर्नुको लागि खोलामा होइन झन्डै लडीहरू अब यहाँनिर चाहिँ टिस्टा खोला तपाईँहरूलाई देखाउँछु ल यहाँ कस्तो भिड छ साथीहरू अब यहाँ पूजा गर्ने अनि त्यसपछि चाहिँ
यहाँबाट पानी लिएर जाने अनि उहाँ पूजा गर्ने अनि यहाँ चाहिँ अलिअलि पानी लिन आएको हामी साथीहरू यहाँ चाहिँ पूजा गर्ने अब मजाले है डुब्की लगाएको ल साथीहरू हामी चाहिँ निक्ल्यो पूजा गरेर टिस्टाबाट होइन बाटो अम्बो यहाँको हेर भ्यू कस्तो दामी है दोकानहरू क्या दामीले अहिले सिजन रहेछ नि त यहाँनिर त्यसले गर्दा चाहिँ यस्तो दामी लागेको छ है दोकानहरू खुसी लाग्छ कति मतलब फर्स्ट टाइम अन्त एक्सपिरियन्स वाज सो गुड अन्त के भन्नु अब हेर्नु दोकानहरू तपाईँहरू हेर्नु सक्नुहुन्छ कस्तो कलर नै क्या दामी देखेको क्या म फर्स्ट टाइम आएको होइन मलाई यति खुसी लाग्दैछ अब यहाँ मात्रै पूजा गरेँ होइन यहाँबाट चाहिँ जल लिएर गएको अब हामी उहाँ धाम अब त्यहाँ गएर पूजा गर्नुपर्छ यहाँ चाहिँ हामीले अहिले भर्खर चाहिँ पानीहरू सबै चोखायो होइन पूजाहरू गरेँ यहाँनिर होइन अनि चाहिँ अब लागेको सो तपाईँहरू भ्यू हेर्नु सक्नुहुन्छ यहाँ कस्तो दामी देख्दैछ अनि म होइन हामी जाँदैछु अब यो भिडियो चाहिँ साह्रै लङ हुन्छ होला सायद किन भन्दा चाहिँ अब लङ भन्दा पनि लङै हुन्छ म भन्नु अब एडिट गर्नु अब यति साह्रो के सेकेन्ड पार्ट अब कसैले एक पार्ट दुई पार्ट गरेर लाउँछ होइन लङ भएपछि म चाहिँ एकैचोटि लगाइदिउँ भनेर सोच्दैछु लामो पनि हुन्छ है साथीहरू हामी चाहिँ पुग्यो धाम होइन यहाँनिर नाम लियो हामी भर्खर पुग्यो खाली खुट्टै छ खाली खुट्टै जाँदैछौँ तपाईँहरू पनि दर्शन गर्नुहोस् हामी पनि दर्शन गर्दैछौँ सँगै होइन यस्तो छ अगाडि गेट सो यहाँदेखिको चाहिँ भित्र जाँदैछौँ हर हर महादेव होइन अहिले कहाँबाट निस्किन्छ साथीहरू यहाँ फोटो खिच्दैछु ल दामी ल साथीहरू हामी चाहिँ आयो पुग्यो हो यो चाहिँ ठिकै हुनुहुन्छ म्याडम मेरो त यो टाउकोमा लाउने त हेयर ब्यान्ड पो भएछ साथीहरू यसरी लगाएर हिँड्दैछु अलिकति मेरो के भयो भने यो दुईवटा आँखा पोलेर मर्न आँटिसक्यो मैले बिहान मस्कारा लगाइदिएको थिएँ कि यो मस्काराले मलाई पुरा हिट गर्दो रहेछ आँखामा कि अनि पोलेर भतभत भएछ कि पुरा आँखाबाट आँसु निक्लिँदैछ पुरा यस्तो क्या हो सराउन्ड त्यो आँखाको वरिपरि ऱ्यासेस भएको जस्तो यस्तो हुँदो रहेछ मैले हेरेको थिइनँ यहाँ हेर्नुहोस् त साथीहरू पूजा गर्नुको लागि हराउँछ नि त भिड हेर्नु साथीहरू भिड यता चाहिँ र पनि मान्छेहरू आएको अब कस्तो मजाको रहेछ त कस्तो दामी यो चाहिँ हो जलपेश धाम यहीँ पूजा गर्न चाहिँ लाइन लाग्नु पर्दो रहेछ अनि यहीँ हेर्नुहोस् साथीहरू यहाँ साँप निक्लेछ यहाँ साँप निक्लेर चिल्ला चिल्ली भइसक्यो लाइनबाट पनि निक्लिसक्यो हो हेर्नुहोस् त साँप निक्लेछ तल खुट्टामै यहाँ अब खुट्टामा उभिनेमै साँप कि त्यसले गर्दाखेरि चाहिँ हल्लाले चिल्ला चिल्ली भएको जग्गा पनि खाली भइसक्यो साँप निक्लेछ यहाँ चाहिँ फेरि लाइनमा लाग्दैछ यहाँनिर अहिले साँप निक्लेर भागा भाग भएको थियो नि यहाँनिर फेरि अब लाइन अब भगवान् हो भगवान्को त्योबाट निक्लिन्छ नि अब अन्त खुट्टामा चाहिँ लागेको छ नि त त्यही भएर डरायो सबैजना डरायो फेरि लाइनमा लाग्दैछ यता चाहिँ अनि हामीले टिकट दिनु पर्दो रहेछ टिकट
साँप हेर्नु साँप खुट्टामा लागेको छ कि अन्त भिड भएर हेर्नु तपाईँहरूलाई देखाउँछु खोज्दैछ साँप कहाँ छ भने खुट्टामा लागेको छ नि त पुलिसहरू पनि रहेछ जाउँ लाइनमा लाग्नु साँप खोज्दा पाएन कता हो साथी अब साथीहरू हामी चाहिँ भित्र जाँदैछौँ पूजा गर्न होइन यस्तो छ साथीहरू भित्र जाँदैछ यस्तो तल डाउनमै रहेछ नि त अब त्यहाँनिर चाहिँ हामीले पूजा गर्यो होइन अब तल लाग्नु डाउनमा रहेछ साथीहरू भुइँमा हेर्नुमा पनि लड्छ हात पक्रिने म्यामको यस्तो छ मेरो फर्स्ट टाइम यस्तो दामी डर लाग्यो सिँढी रहेछ एउटा फ्ल्यास लाइटमा पठाइदिनु हेरेँ ढोक्नु एकछिन मैले त ढोकिनँ त हौ हुन्छ होइन 12 डिग्री टी स्टेटमा अहिले मलाई कस्तो घिनलाग्दो देख्दै होला देखोस् तर पनि यहाँ मान्छे हत्तु भइसक्यो गरमले प्याक पानी पर्दैछ अहिले त्यो हो अन्त हामी खाना खानु बसेको थियो यो चाहिँ घरबाट लिएर आएको थियो नि त पूजासुजा गरिसकेर खायो अन्त आज चाहिँ अमला खाँदै थियौँ अमला अहिले खानासाना खाइसक्यो अब निक्लेको पानी पऱ्यो नि त हत्तु भयो हत्तु भन्दा पनि हत्तु भयो हत्तु छत्तु मत्तु सब भयो कस्तो दामी वेदर भएर पानी पर्दैछ अहिले चाहिँ यहाँनिर सो अब त्यो घर गएको बाई बाई